सम्पत्ति आदि दिन तयार छु, लडौँ न, लड्नु पर्यो नि। नलड्ने 1 रुपियाँ पैसा ननिकाल्ने पर्दाखेरि सुर्खा पर्खाइमा चाहिँ गरेर छोडिनु पर्ने। आज यो कुरा केपी ओलीले थाहा पाइदिया भए हिजो हेलिकप्टर समातेर बाँच्नु पर्थ्यो। केही मान्छे रवि 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 बालेन 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 हर्क 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 भने जान केही मान्छे राजा 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 यो प्रवृत्ति छोड्नु पर्यो क्या। एउटा शासक गलत पर्ने बित्तिकै देशका जनताहरूको भविष्य सकिन्छ भन्ने कुरा आम सर्वसाधारण जनता, पब्लिक, पत्रकार, आज यो देशमा यदि सबभन्दा कोही जिम्मेवार छ भने पत्रकार आफ्ना छोराछोरी अमेरिका अस्ट्रेलियामा लगेर सेफ जोनमा राखेर यहाँ राजनीति गरेर चल्दैन। लडौँ, देशका लागि लड्ने भने सबै एकै ठाउँमा आउँ। मैले त मेरो नाति पनि राखेको छु, लडौँ। यही डिप्रेसमेन्ट केपी ओलीले थाहा पाइदिया भए चीनको सैनिक परेडमा सहभागी नभइदिएको भए आज देशको हालत अर्को। सुबह उठो, भिड़का एक हिस्सा बनो, शाम को जाओ दारू पियो और बच्चा पैदा करो, क्योंकि तुम्हारा अंदर का इंसान मर चुका है भनेको छ। तपाईहरुको सबैको भित्रको मान्छे चाहिँ मरेको छ।